सन्चै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ? खुसी हुनुहुन्छ? कति खुसी हो? कतिको शुभकामना दिन अलिक चाँडै आउँछु भन्दै काठमाडौँको व्यस्तता, काठमाडौँमा अलिक कार्यक्रम भएको कारणले गर्दा नयाँ वर्षको शुभकामना दिन आउन सकेन। तर एक हप्ता पछाडि भए पनि 365 दिनको दिनुपर्ने 314 दिनको हुनुभयो है। धेरै धेरै शुभकामना छ, धेरै शुभकामना छ। लामो समयदेखि हजुरहरूले थेरापी गरिरहनु भएको छ आफ्नो शरीरलाई राम्रो बनाउनको लागि, आफ्नो परिवारलाई निरोगी बनाउनको लागि। ह्याप्पी मेडिकेयरको उत्पादनलाई विश्वास गरेर आइरहनु भएको छ। यति धेरै विश्वास गर्नुभएकोमा यो युनिटी सेक्टरलाई राम्रो बनाउनको लागि, सफल बनाउनको लागि यति धेरै आशीर्वाद दिनुभएकोमा हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। थोरै कुरा गर्छु, यो मेसिनको महत्त्व के छ, किन कम्पनीले यो मेसिन बनायो, किन यो मेसिन दैनिक प्रयोग गर्नुपर्छ, यो मेसिन प्रयोग गर्दा कस्तो कस्तो रोगहरू कसरी सन्चो हुन्छ, यो कुराहरू बताउँछु। हुन्छ नि? हुन्छ नि? अनि म बोलेको सुन्नुहुन्छ कि सुन्नुहुन्छ? नलिदाउनु होला। ओके, हुन्छ नि? आज यो मेसिनले कस्तो कस्तो समस्यालाई राम्रो गर्छ, कसरी राम्रो गर्छ, किन कम्पनीले यो उत्पादन बनायो, किन 127 देशका मानिसहरूले यो कम्पनीलाई मन पराएका छन्, किन यो कम्पनी लोकप्रिय छ भन्ने कुरा बताउँछु। हुन्छ नि? हामी सबै निरोगी हुन चाहन्छौँ होइन र? हामी सबै निरोगी हुन चाहन्छौँ होइन र? किन होला? किन निरोगी हो नि? स्वस्थ भयो भने के हुन्छ? हामी स्वस्थ भयो भने के हुन्छ? धेरै बाँच्ने के हुन्छ? तर बिरामी हुँदा पनि दुईवटा फाइदा चाहिँ छन् है, होइन? बिरामी भयो भने राम्रो राम्रो डक्टरलाई सुन्नु त भेटिन नपाइन्छ। आफन्तले नातेदारले सब्जी सब्जीलाई ज्वाइँचेर फलफुल फ्रीमा ल्याइदिन्छ, सुती खान पाइन्छ होइन र? हामी सबैजना निरोगी, हामी सबैजना स्वस्थ, हामी सबैजना दीर्घायु, लामो आयु, कालगतिको मरण, सुखी परिवार, खुसी परिवार बनाउनुपर्छ, हो कि होइन? अनि मान्छे निरोगी हुनको लागि, मान्छे स्वस्थ हुनको लागि, मान्छे दीर्घायु हुनको लागि मान्छे खुसी हुनुपर्छ। मान्छे जति खुसी भयो मान्छेको शरीर त्यति राम्रो हुन्छ, अनि आयु त्यति राम्रो हुन्छ। बुझ्नुभयो? ह्याप्पी मेडिकेयरमा आइसकेपछि हामी एकदमै खुसी हुनुपर्छ, नाच्नुपर्छ, हाँस्नुपर्छ, गर्नुपर्छ। बुझ्नुभयो? जति राम्रो भावहरू हाम्रो मन मस्तिष्कमा खेल्छन् हाम्रो शरीर त्यति नै राम्रो हुन्छ। के भन्छन् भने नि कुरामा, मन स्वस्थ भयो भने शरीर स्वस्थ हुन्छ, मन अस्वस्थ भयो भने शरीर पनि अस्वस्थ हुन्छ, हो कि होइन? यो मेसिनले मन सफा गर्ने काम पनि गर्छ क्या। मान्छेको मन मस्तिष्कमा आउने कुविचारहरू, ती घिनलाग्दा विचारहरू, ती कचेरा विचारहरूलाई हटाउने काम पनि गर्छ। अहिलेको मान्छे किन रोगी हुन्छ? मान्छे निराश, मान्छे असन्तुष्ट छ, मान्छे घमण्डी छ, मान्छे पापी छ, मान्छे अधर्मी छ, त्यही भएर रोग लागेर मान्छेले दुःख पाएको। अस्पताल नगएर सन्चो नगएर यहाँ आएको, हामीले सेकाएर अलि जाति भएको। मन सफा हुनु पर्यो, अनि शरीर सफा हुनु पर्यो। मानसिक स्वास्थ्य समस्यालाई पनि राम्रो गर्छ यो मेसिनले, मानसिक स्वास्थ्य समस्यालाई पनि राम्रो गर्छ यो मेसिनले, शारीरिक स्वास्थ्य समस्यालाई पनि राम्रो गर्छ यो मेसिनले। शरीरमा भएको विषाक्त तत्त्वलाई बाहिर सबै आमाहरूले भन्नुहुन्छ के भन्नुहुन्छ? यो मेसिनको गुण पनि कस्तो छ, भगवानको वरदानै जस्तो छ। यो मेसिनको गुण पनि कस्तो छ, भगवानको वरदानै जस्तो छ। नदेख्नेले देख्न थाले, नसुन्नेले सुन्न, यति राम्रो मेसिनलाई सर्वोपरि भन्न हुन्न। सर्वरोग निवारक शेषले बुझ्नुभयो? हो कि होइन? हो कि होइन? संसारका मान्छेलाई स्वस्थ बनाउँछु, संसारका मान्छेलाई निरोगी बनाउँछु, संसारका मान्छेलाई प्राकृतिक मरण भनेको पूर्ण आयु बाँचेर कालगतिले मर्ने। आज संसारका बहुसङ्ख्यक मानिसहरू अकाल लागेन भने कालगतिको मरण हुन्छ। शरीरमा अप्ठ्यारो र गम्भीर रोग लाग्यो भने अकाल मृत्यु हुन्छ। अकाल मृत्यु राम्रो होइन नि। अकाल मृत्युले मान्छेलाई पीडा दिन्छ। मर्न त एकदम सबै मर्ने हो, तर कालगतिले मर्नु स्वाभाविक हुन्छ। अकालमा मर्नु पीडादायक हुन्छ, हो कि होइन? भर्खरको कुनै मान्छे मर्यो भने ऊ बिचरा हेर्दा यो उमेरमा ए भगवान्, हाम्रो सहन पनि गाह्रो हुन्छ, हेर्न पनि गाह्रो हुन्छ, सुन्न पनि गाह्रो हुन्छ, हो कि होइन? पूर्ण आयु बाँचेर कालगतिले सजिलोसँग मर्नलाई प्राकृतिक मर्न भन्छ। त्यसलाई हाम्रो भाषामा धार्मिक मर्न पनि भन्छ। कुरा बुझ्नुभयो? तर नसोचेको मान्छेलाई फाट्ट बोल्दा बोल्दै ढल्यो भने त्यसलाई अप्राकृतिक मर्न भन्छ। बुझ्नुभयो? यो कम्पनीले
यो कम्पनीले संसारका मान्छेलाई बिना औषधि बिना अपरेसन निरोगी बनाउँछु, रोगमुक्त बनाउँछु, बलियो बनाउँछु, स्वस्थ बनाउँछु, सुन्दर बनाउँछु भनेर अगाडि बढेको छ। बुझ्नुभयो? अहिले त कम्पनीले 2-3 वटा मात्रै यहाँ देख्नुहुन्छ। यो कम्पनीले 500 भन्दा बढी उत्पादन गरेको छ। बुझ्नुभयो? अस्पतालहरूलाई चाहिने डिभाइसहरू पनि बनाएको छ। ठुला ठुला अस्पताललाई चाहिने उपकरणहरू पनि यसले बनाएको छ। बुझ्नुभयो? किन यस्तो